किन दाजु जाऊ जाऊ कहाँ अरे 80 कै स्पिड कुदिहाल्छ यार त्यही पनि छोडिदिन्छु स्कुटर चलाएर आज बाब्रे म भन्दा तुफान उडाउँछ अरे केटाले गाडी राइट बजार आयो ओ बिस्तारै बाबै मुक्नु हुँदैन क्या त्यसरी अगाडि अगाडि हेर ट्रेनै घुम्दा टेन्सन भइरहेको यार मैले गाडी चलाउँदा यसरी कसैले भिडियो गरिदिँदैन म गरिदिन्छु अहिले मेरो पालामा राइट नगर्नु मेडम पनि आउँदैछ नि टेन्सन अलि कहाँ भित्रबाट गर्नुहुन्छ म भित्रबाट गरिदिन्छु नि भएन पछि आइपुग्यो लिभर लिभर गाडी त्यस्तो स्ट्यान्डर्ड छ स्लो हिँड्नु है बजार आयो यहाँ बिस्तारै हो त्यतिको ठिक छ अझै स्लो 4 नम्बरमा हिँड्नु अब लङ्का भेट भन्छ लागिसक्यो छैन लागेको र ताने गर्छ घरबाट ताने स्यान्डल काप्दा थाहा हुँदैन भने यसको यो गियरको धेरै ग्याप छैन क्या अलिकति अगाडि अगाडि पछाडि किन कार लिन्छ अन्त के गरायो केटीहरू सिडी सवारीमा हल्ला गर्दै 5 नम्बर हालिहाल्नु हाल्ने भाइ ल गियर खोजे घट्यो ठिक्का कति लाग्यो लाग्छ कोही गियरै पत्ता लाग्छ छोड्दैन चार ब्याग पत्ता लगाउन गाह्रो म भन्दैछु यसको धेरै ग्याप छैन भनेर धेरै अगाडि आउँदैन क्या अलिकति गयो ठोक्यो लागिसक्यो कि हो लाग्यो अहिले चाहिँ लाग्यो क्या बक्लोलै छ यो सुइरो लाग्यो भयो क्या त्यही भएर बडी हल्लिरहेको छ क्या यो अब छोटो पारा नि गियर लाउने मजा आउँथ्यो अगाडिमै देखाउँछ ड्राइभर देखाउँदैन ड्राइभर त तपाईँ त हो नि मेरो पछाडि गाडी गई ढङ्सो गाडी आउँछ टायर पछाडि पुरा बत्ती बलिरहेछ उसै लाइट बालेर आउँछ सायद हामी पनि यस्तै गाडी चलाउनु पाएँ कम मजा आउँथ्यो यहाँ चलाउने चलाइ त राखेको छु नि सधैँभरिको भनेको त ठुलो गाडी पनि चलाउँदिनँ थियो होला यो गाडी भेटेछ एउटा मजा आउँछ यार लङ टुर हिँड्नलाई कम मजा आइरहेछ त मलाई अहिले त्यो कहाँबाट खोज्रो त्यो नयाँ गाडी भयो पनि नि त्यो गाडी पिकअप छैन टर्निङहरूमा स्ट्रिङ कस्तो सही छ यसको यार काट्नको लागि ठिक्क छेउमा छ कि यस्तो टर्निङले एकदम सही बर्खास्त आयो नि भइदियो कस्तो मजा आउँथ्यो है तपाईँ चलाएको छ गाडी छैन मैले चलाएको भन्छ सबैले मैले उहाँ बुलेर चलाएको नि त नि कहाँ गोरुमा कसको ए त्यो डिलर चलाएको बुलेर त्यो बुलेर चलाएको अगाडि पछाडि त होला घरमै होइन लगेको एक टिप लगेको केही रहेछ बुलेर यहाँ तर विवेकको गाडी चाहिँ थुत्रो मैले धेरै पर लाग्यो विवेकको गाडी र बुलेर धेरै फरक छ नि थुत्रो धेरै ठुलो छ क्या बुलेर सानो खालको थुत्नुवाला पनि बुलेर छ थाहा छैन त्यो उयो हड्डीले चलाउने खालको क्या बुलेर डबल क्याप थियो त्यही हो र डबल क्याप होइन सिङ्गल क्याप चाहिँ होइन विवेक दाइ जत्रै थुत्नु भिडियो रेकर्ड गर्दै टाउको फर्किहाल्छ कस्तो थाहा पाइदिएको यार ओर्लाबारी आउनुभन्दा यता हस्पिटलमै रोक्नु है यता आइपुग्यो भनेर अगाडि भन्नु क्या भिडियो रेकर्ड भइरहेको थियो
भन्नु न त्यसलाई चाहिँ ड्राइभर हेर ड्राइभर गाली गर्नै पर्छ मेरो एकचोटि काटेर अर्को भिडियो रेकर्ड गरे मम्मीले देखाइदिनु एकचोटि